यो हो लगभग 100 वटा भर्जिन बाख्राहरूलाई आमा बनाउन सफल एक खतरनाक बोकाको मासु, छिपट बोकाको मासु हो यो। एकदम हरहरि बास्ना आइरहेको थियो यहाँसम्म। त्यो बोका गनाउँछ नि, गन्धे बोका भन्छन् हुन चाहिँ। अब मिठो लाग्छ मलाई चाहिँ, बास्ना भनौँ गन्ध के भन्नु। अनि त्यो ल्याएर टक्कसँगले बाहिर आगो बालेर म चाहिँ बनाइरहेको छु, मिठो तरिकाले खाउँ भनेर। खानपिन सम्बन्धीको विभिन्न किसिमको भिडियो हेर्नको लागि चाहिँ साथी बनाउनै पर्ने हुन्छ है यहाँहरूले। अनि यसरी लोकल मसला लसी सिलौटामा पिसेर हाल्ने गर्छौँ हामी चाहिँ। मासु ल्याएको बेलामा घरकै अर्ग्यानिक धनियाँ यसरी टिपेर अनि त्यो मासुमा हालेर खाँदाखेरि कस्तो होला, कल्पना मात्रै पनि गर्नु तपाईँहरू। यसरी छोप्दै पकाउँदै हाम्रो यो चाहिँ किटको कराई हो। तपाईँको ग्यासमा ती अन्य कराई अन्य भाँडोमा पकाएको भन्दा चाहिँ गफ दिएको होइन, चुलोमा यसरी किटको कराईमा छोप्दै अर्ग्यानिक तरिकाले पकाएको मासुको टेस्ट 50 त्यो हो भने यो 100 त्यति फरक पर्छ। खानेहरूलाई थाहा होला, यो अलिकति छुट्टिएको थियो र धेरै बेर पकाउनु पर्ने भयो। मसला हाल्दै पकाउँदै यो प्रगति मिट मसला, अरू नाम चलेका मसला धेरै छन्, तर मलाई चाहिँ यो प्रगतिको मसलाहरू ठिक लाग्छ है त। अनि यति बनाइसके पछाडि चाहिँ रात पनि परिसक्यो। बनाउँदा बनाउँदै भुटेको निकालेर अनि रस हाल्यो। हामी दुईजना मात्रै खानेछौँ। यो मासु एकदम प्रशस्त मात्रामा इनफ हुने गर्छ। अनि खानपिन सम्बन्धीको भिडियो हेर्नको लागि चाहिँ साथी बनाउनै पर्ने हुन्छ है त। यहाँहरूले जेमा हेर्दै हुन्छ, युट्युबमा हेर्दै हुन्छ भने सब्सक्राइब गर्नुहोस्, फेसबुकमा हेर्दै हुन्छ भने पनि लाइक कमेन्ट फलो के गर्नुपर्छ सबै गर्नु होला। अहिलेलाई बाई, लभ यु।